प्याड पेन्टी फेर्नु भएको डेलिभरी गरेपछि फेरेको लुगा हो। सिस्टर कविता सिस्टर आउनु न बिपी हेर्नु त बिरामीको धेरै रगत बगेछ प्रेसर हेरौँ न। कल्पना सिस्टर हजुर हजुर दिदी ब्लिडिङ भएछ पिपिएच भएछ ऊ ल्याउनु न क्याम्प ल्याउनु भेल खुलाउनु दुवै हातमा हस्पिटल हामी हेरिदिन्छौँ नि तपाईँ नातिनु बिपी कति रहेछ कविता सिस्टर 90/60 रहेछ 90/60 रहेछ नातिनु है हजुर नातिनु हामी गरिदिँदैछौँ। गीता बहिनी अलिकति अप्ठ्यारो हुन्छ के गाह्रो हुन्छ हजुरले मलाई भन्नुहोस् है। दिदी पिसाब के छ एकचोटि हेर्ने कि म हेर्छु है क्याटेटर लाउँछ हामी पिसाबको पाइप राख्दैछु गीता बहिनी नातिनुहोस् है अलिकति अप्ठ्यारो हुन्छ तपाईँलाई। ऊ हालिदिनु न अक्सिटोसिन हालिदिनु न 10 मिनट यताबाट हालिदिनु 10 मिनट यताबाट अक्सिटोसिन दिनु त अक्सिजन नखाउनु अक्सिजन सास फेर्ने कारण छ गीता बहिनी पुरै है सानो नातिनु छ है अक्सिटोसिन यताबाट गयो यताको भेनबाट पनि हालौँ न। युट्रस त कन्ट्याक्टेडै छ हजुर। अब धेरै रगत गएछ यो रोकियो भने रोकिहाल्यो रोकिएन भने बिरामी हामीले पठाउनु पर्छ। हजुर चाहिँ आफ्नो मान्छेहरूलाई फोन गरिराख्नु है हजुर। हामी फोन गर्छौँ तर अलिकति खतरा चाहिँ भयो है त्यही भएर हामी भन्छौँ ठुलासँग धौलागिरी अस्पतालमै लानुपर्छ है हजुरले। प्रेसर घटिराखेको छ 80/60 भयो पल्स रेट 130 भइरहेछ अलिअलि बोल्न पनि थोरै किसिम ड्रिप फास्ट हालिदिनु त युटेरस मसाज दिदी युटेरस मसाज तर कन्ट्याक्टेडै छ हजुर। अक्सिजन भयो ट्रान्सलेट हाल्दैन 1 ग्राम ट्रान्सलेट हालौँ। दुवैतिरबाट फास्ट छोडिदिउँ है 18 है यो रगत रोक्नलाई चाहिँ औषधि हालिदिइराख्छौँ है हामीले। नातिनुहोस् हामी कति सकिन्छ त्यति कोसिस गर्छौँ है हजुरले आफ्नो मान्छेहरूलाई खबर गर्दै राख्नु होला। अझै ब्लिडिङ भएको भइरहेछ अब ट्रान्सलेट हाल्यो मिजो पोस्टर ल्याउनु त मिजो हाल्यो राखेर हेर्दैछ